नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोदेखि मैले उपन्यास कालो सूर्य लिएर आएको छु। उपन्यासकार भरत जंगम, प्रकाशिका इन्दिरा जंगम। आइतबार। धेरै दिनदेखि मेरो मनस्थिति असन्तुलित छ। यी गाउँ र शहरहरूको भविष्यसँग वर्तमानले खेलवाड गरेको देख्दा मलाई वर्तमानसँगै घृणा पैदा भएको छ। यो देशका प्रत्येक मानवीय जीवनसँग जोडी खोजिरहेको परिस्थितिले मेरो हृदय कम्प गराइरहेछ। म भन्न अनि निश्चित गर्न सक्दिन धेरै दिनदेखि मलाई किन यस्तो भइरहेछ। मेरा प्रत्येक अङ्ग प्रत्यङ्गहरू कामेर जुरुमुराउन खोज्छन्, केही निश्चित बाटो पैलाउन, सुन्दर भविष्य तयार गर्न। तर पनि स्थिति यति विकराल छ जहाँ म खुट्याउन पनि सक्दिन। आज म सबेरै पिउजिएको छु। दैनिक कार्यतालिका अनुसार मेरो चिया आइपुगेको छैन। चिया आइपुग्न अझै 2 घण्टा बाँकी छ। चियाको लागि मलाई 2 घण्टा प्रतीक्षा गर्नु छ। मैले निश्चय गरे आजको बिहानको चिया मेरो साथी जीवन कहाँ पिउँछु। यो विचार गरी म घरबाट निस्किए। जीवन मेरो धेरै पुरानो साथी हुन्। उनी एक सरकारी कार्यालयमा नायब सुब्बा छन्। काठमाडौँको ठाउँ एउटा सानो डेरा, बस राम्रै छ। उनकी श्रीमती आफै खाना बनाउँछिन्। 2 बच्चा सासाना स्कुलमा पठाउने बेला भइसकेको छ। जीवन अफिस जानु अघि र अफिसबाट फर्किएपछि छोराछोरीसँग भुल्ने गर्छन्, किनभने उनकी श्रीमतीलाई उनले बिहान बेलुका बच्चाबाट फुर्सद पनि त दिनु छ। उनको पारिवारिक सुख देख्दा मलाई आरिस लाग्छ। कति रमाइलो वातावरण छ उनको घरमा। सबै काम बिना नोकर टाकटुक सकिन्छ। जीवनको कोठाको ढोका नपुग्दै मनाएछ मेरा खुट्टा रोकिन्छ। भित्र कोठामा 2 लोग्ने स्वास्नीको बीचमा भएको गनगन सुन्न पुगे। मैले जीवनलाई बोलाउने हिम्मत गर्न सकिन र त्यहाँभन्दा अगाडि बढ्न पनि सकिन। ती 2 को कुराकानी मैले तटकारो सुनिरहेको छु। तिमी किन कुरा बुझ्दैनौ बाबा? मात्र कचकच गरिरहन्छौ। पैसा हुनेले बोर्डिङमा पढाउँछन्। दार्जिलिङ पठाउन र लन्डन पुर्याउन मलाई के को मतलब छ? भएको खान देऊ, घरमै पढाऊ। अर्को साल त्यो दोबाटोको प्राइमरी स्कुलमा भर्ना गरिदिउँला। मेरो प्रमोसन पनि हुन्छ र पैसाले पनि पुग्छ। हजुरले पोहोर साल पनि त त्यसै भन्नुभएको थियो। छोरो 6 वर्ष पुगिसक्यो, छोरी 4 वर्ष पुगिसके, कहिले स्कुल भर्ना गर्ने केही निदो भएन। उहाँ रामकृष्णका छोराछोरी परारदेखि बोर्डिङमा पढ्दैछन्। हजुरकै जस्तो सुब्बा साहेब दर्जा त हो नि उसको। श्रीमतीले कुरा नबुझेकोमा जीवन झर्केदै भन्छ, तिमी कस्ती अबुझ छौ? तिमीलाई थाहा छ मेरो तलब कति छ? त्यसबाट घर राम्रो गरी चल्छ कि चल्दैन? कति महिना भइसक्यो चिया खान छोडेको। बिहान बेलुका उसिना चामलले मात्र पनि तिम्रो पेट भर्न सकेको छैन भने कसरी यो साल केटाकेटीलाई स्कुल पढाउनु? भन्न सजिलो छ, स्कुल पठाउने त हो नि। लुगा हालिदेऊ, किताब किन, तिर स्कुलको फिस। अब तिमी कुरा गर्छौ रामकृष्णको। उसले किन नपढाउनु? त्रिभुवन एयरपोर्ट भन्सार कार्यालयको जागिरे नासु। उसको दैनिक आमदानीले उसकै 3 महिनाको तलबलाई जित्छ। त्यति मात्रै। 1 वर्ष टिक्यो भने जिन्दगीभर सुती खानु पुग्छ। अब हेर न, 2 वर्ष अगाडि खरदार हुँदा 3 महिना बस्न पाएको थियो। उसको स्ट्यान्डर्ड नै अर्को भयो। उसको कुरा गरेर पनि हामीलाई हुन्छ? भो नकराऊ, भात पकाऊ, जाऊ। अफिस जान अबेर हुन्छ। बढी उत्सुक हुँदै जीवनकी श्रीमती सोध्छिन्, यो त्रिभुवन एयरपोर्ट भन्सार कहाँ छ? कुरालाई टुङ्ग्याउन खोज्दै जीवन उत्तर दिन्छन्, गौचर भन्सार के? तब हजुर पनि त्यही सरुवा हुनु पर्यो यो प्रमोसन भन्दा। छर्कदै जीवन भन्छ, तिम्रो बाबुको पेवा हो एयरपोर्ट भन्सार भन्ने बित्तिकै सरुवा भइहालौँ। एकछिनको मौनतापछि जीवन बरबराउन थाल्छ। मेरा को छन् पावरमा? कतैबाट नाता लाउँदा पनि सचिव आफ्नो नाता पर्दैन। चाकडी गर्न सुरु गरौँ। घरमा केटाकेटी नहेरे चुलो बल्दैन। दिउँसो अफिसमा केही कुरा गर्ने कुरै भएन। कसैले पात ओसार्न आफूसँग केही छैन। अनि म कसरी आम्दानी हुने अड्डामा सरुवा हुनु? अस्ति मात्र एकजनालाई आफ्नै टेबलमा राखी महिनौ सघाए। अब त सचिवज्यू खुसी हुनुहोला। कर, अन्तशुल्क र भन्सार कुनै ठाउँमा परौला भन्ने ठूलो आशा बोकेको थिएँ। तर के गर्नु, कर्ममा नभएपछि नहुँदो रहेछ। उही मैले सिकाएको केटो पो भन्सारको हाकिम हुन पुग्यो। अब 1 वर्षपछि ऊ घर फर्कदा बोक्न नसक्ने गरी रुपैयाँ भित्राउँछ। किन मौका नपाउनु त्यस्ताले? सचिवज्यूको सालोको ज्वाइँ नठहरियो? आशाले मान्छेलाई बचाउँछ। चिन्ता नगर, मेरो पनि मौका आउला। त्यसपछि छोराछोरीलाई बोर्डिङमा पढाउला। तिमीलाई सुनले सजाउला। जाऊ खाना बनाऊ। 6:30 बजिसक्यो। यही बीच छोराछोरी रोन थाल्छन्। सायद केटाकेटी भर्खरै बिम्जिए। उनीहरूको कुराको विषय अर्कैतिर मोडिन्छ। जीवन भन्छ, आज पाउरोटी छैन, चाँडो खाना बनाऊ।
म जीवनको घर नगएको धेरै भइसकेको थियो। बाहिर बाटोमा हिँड्दा उसको मुस्कान छरिएका अनुहारसँग मात्र म परिचित रहेछु। जीवनको घरमा चिया बन्न छोडेको पनि त महिनौ भइसकेछ। केटाकेटीको लागि पाउरोटीसम्म नभएको जीवनको घरको बिहान मैले चियाको आशा राख्नु बेठिक सम्झे। फेरि जीवनलाई बोलाउन समेत हिचकिचाहट पैदा भयो। सोचे दिउँसो कार्यालयमा भेट्न जान्छु। जीवनसँग गाँसिएको आशा र धैर्यताले उसलाई डोराएको सम्म छ। सायद बाँच्ने सहारा दिएको छ। काठमाडौँ शहरमा बसेर पनि ऊ वर्षौंसम्म छोरालाई पढाउन चाहँदैन। उसिना चामल पेटभरि खान खोज्दैन। आफ्नो बासको खोजी छैन उसलाई। यस्तै तर्क उठ्छ उसप्रति मेरो हृदयमा। यतिकैमा म घर पुग्छु। 7 बजेको छ। मेरो कोठामा चियाको प्याला आइपुग्छ। चियाको बाफ मेरो अनुहारको अगाडिबाट उडिरहेको छ। समय समयमा मेरो चुस्की क्रमबद्ध छ। कप नरित्तिएसम्म मेरा आँखा अगाडि जीवन जस्ता मेरा सयौं दौतरीहरू खेल्न थाल्छन्। कहाँ छन्, के छन्, कस्तो स्थिति छ, कसरी सहन गर्छन् आदि आदि प्रश्नले मेरो रित्तो छाती कोरिन्छ र म एउटा सिङ्गो प्रश्न भन्ने अठोट गर्छु। यो वर्तमान समाजमा म जीवनको अफिसमा पुगेर सोध्छु 10 बजिसक्यो, कर्मचारी कोही आएका छैनन्, कसलाई भेट्न छ? एउटा अधवैंशी व्यक्ति मलाई प्रश्नात्मक उत्तर दिन्छ, जीवन सुब्बा साहब। मैले आफ्नो खोजपूर्ण आँखा चारैतिर मेज टेबल र कोठामा घुमाउँदै भने, सुब्बा साहब बस्ने कोठा यही हो? हजुर। उनले मुन्टो हल्लाउँदै औलाउन थाले, यहाँ खर्दार साहेब बस्ने, यहाँ सुब्बा साहेब बस्ने, ऊ त्यहाँभित्र उपसचिवज्यू बस्ने। मैले हाँस्दै सोधे, तपाईँ कहाँ बस्ने त? उनी अल्मलिए र एकछिनपछि जवाफ दिए, कहाँ बस्ने र? पिउन जावोलाई मेचमा बस्न पनि नपर्ने र बस्ने ठाउँ पनि छैन। कोठा बाहिर बसिरह्यो, घन्टी बजाउँछन्, भित्र पस्यो, चिया भन्छन्, चिया बनायो, चुरोट भन्छन्, चुरोट ल्यायो, बस्न किन पर्यो र? उनले आफ्नो कामलाई त्यति सजिलोसँग व्यक्त गरेकाले उनीप्रति मनमा झन उत्सुकता बढ्यो र मैले सोधे, कति वर्षदेखि तपाईँ यहाँ काम गर्दै हुनुहुन्छ? 24 पुगेर 25 लाग्यो। नअल्मलिकन जवाफ दिए। एक टेबलको कुनामा रहेको मेजलाई संकेत गर्दै भने, बस्नुहोस् न त्यहाँ। सुब्बा साहेबको टेबल पनि त्यही हो। म अर्को कोठा खोल्न जान्छु। खाली कोठामा म एक्लै छु। मेरो नजर कोठाका चारैतिर दौडन थाले। कोठामा स्टिलका 3वटा बन्द दराज र त्यसमाथि अस्तव्यस्त कागजपत्र र फाइलहरू। कोठाको कुनामा हिटर, चियादानी र कप प्लेटहरू र भित्तामा क्यालेन्डर छन्। पर्दा भएको एक ढोकामा पर्दाको च्यापबाट उपसचिवको कोठाको एक रिवाल्भिङ चेयर र टेबल मात्र देखिन्छ। प्रवेश निषेधको बोर्ड झुन्डिएको छ। त्यहाँ बस्ने उपसचिव कस्ता होलान्? प्रश्न कोरिन्छ मेरो दिमागमा। यतिकैमा जीवनको आवाज सुनिन्छ, कृष्णबहादुर। जीवन कोठामा प्रवेश गर्ने बित्तिकै मलाई देख्दा झस्कन्छन् र भन्छन्, अहो कहाँबाट यहाँ? धेरै काल भयो भेट पनि नभएको। तिमीलाई नै भेटु भनेर 10 बजे आइपुगेको थिएँ। प्रफुल्ल मुद्रामा जीवनले भने, हेर न, घरबाट 9:30 बजे निस्किएँ। बस चढ्न पनि अफिस समयमा ज्यादै भिड। म त हिँडेर नै आउँछु। जति चाँडो आउँ भने पनि 10:15, 10:30 भइहाल्छ। चाँडो आएर पनि के गर्नु? उपसचिवज्यू 11:09 बजी आउनुहुन्न। उहाँ नआए कामै छैन। जीवन दराजतर्फ लम्किए र दराजबाट 4-5वटा फाइल निकाली आफ्नो टेबलमा राखे। त्यतिकैमा कृष्णबहादुर कोठामा प्रवेश गरेर भने, हजुरले मलाई बोलाएको? कृष्णबहादुरलाई चिया तयार गर्ने संकेत गर्दै जीवन भन्छन्, खर्दार साहब आउनु भएको छैन? आज उहाँलाई उपसचिवज्यूले काममा पठाउनु भएको छ। हिजै अफिस आउन भनेर भन्नुहुन्थ्यो। सुब्बा साहेबलाई थाहा छैन? कृष्णबहादुरले भने, के भन्नु, कर्मचारीलाई त यी हाकिमहरूले बाँधा जत्तिकै सम्झिन्छन्। महिनामा 15 दिन त उनकै काम गर्नुपर्छ। लामो सास लिँदै जीवन भन्छन्, के गर्नु, सरकारी कार्यालयमा नोकरी गरेको छु भनेर नाक फुलाउन पनि व्यर्थै हो। नगरौँ भने हाकिम रिसाइहाल्ने, हाकिम रिसाएपछि सरुवा हुने वा राजीनामा दिने बाहेक अरू कुनै उपाय नै रहँदैन। हाकिमलाई खुसी तुलाए रेकर्ड पनि राम्रो हुने, आफूले सहुलियत पनि मनक्कै पाइने। फाइदा हेर्नु कि बेफाइदा हेर्नु, भन्नुहोस् त? मतर्फ हेर्दै जीवन आफ्नो मनको गरङ्गो भारी बिसाउँछन्। म अलमलमा छु। कार्यालयको रीति स्थिति आफूले नबुझेको, आफूले नभोगेको यसै हो भन्न पनि नसकिने। तर जीवनले भने मैले पनि नबुझेकै जस्तो गरी बयान गरे। केवल प्रश्नवाचक आँखा जीवनका अनुहारमा परे। मैले केही जवाफ दिन सकिन। आज सचिवज्यूले यो फाइल बनाएर ल्याउनु भनी भन्नुभएको छ। आफ्नो विवेक र बुद्धिले भएको कुरा लेखिसकेको थिएँ, तर उहाँलाई चित्त बुझेन। अब म यो फाइल कसरी बनाऊ? मेरो दिमागले काम दिएको छैन। जीवनले हातबाट फाइल टेबलमा राखी टोपी हल्लाउन थाले र भने, उहाँले भने जस्तो गरौँ भने मेरो विवेकले दिँदैन, नगरौँ भने यसबाट फुर्सद पाइएन। अझै उनको कुरा मेरो समझभन्दा टाढा छ। म केही बोल्ने स्थितिमा छैन। यसैबीच जीवनले मलाई सोधे, विशेष केही थियो कि? तुरुन्त उनलाई मैले केही जवाफ दिन सकिन।
किनकि उनलाई भेट्ने मेरो विशेष केही थिएन। म त केवल जीवनको घरको बिहानको गन्थन सन्दर्भमा उनलाई भेट्ने इच्छा थियो। उनको बारेमा केही जान्ने उत्सुकता बोकी उनको कार्यालयसम्म आएको हुँ। उनलाई मैले खबरहाटमा नै भने, विशेष त केही थिएन, बस तिमीलाई भेटौँ, धेरै भयो भेट नभएको, त्यसैले। म पूर्ण रूपमा नखुलेकोमा उनलाई आश्चर्य लाग्यो होला, किनभने केही वर्ष अघि हामी साह्रै मिल्ने साथी मध्येका हौं। आज परिस्थितिले हामीलाई संकोच पैदा गरेको छ। जीवन एक जिम्मेवार कर्मचारीको साथै एक घरको जिम्मेवार मालिक पनि हुन्। जीवन फेरि दोहोऱ्याउँछन्, केही त अवश्य होला। यसैबीच कृष्णबहादुरले 2 कप चिया टेबलमा राख्छन्। कुरा थाल्ने बिन्दु तयार हुन्छ। चिया। मैले भने, भर्खर खाना खाएर आएको होइन र, अहिले चिया पिउने? जीवन अलि रोकिँदै जवाफ दिन्छन्, बिहान खाना खान रुच्दैन, फेरि अफिसमा आएपछि चिया खाने आदत पनि बसिसकेको छ। के गर्नु, यो चिया पनि सरकारी सहुलियत मध्येकै हो, यसको उपभोग गर्नुपर्छ नै। हामी जस्ता साना कर्मचारीलाई विशेष के सहुलियत छ र? यो पनि त हाकिमको तजबिजको कुरा हो, पाउनुपर्छ भन्ने केही छैन। हाकिमलाई मन लाग्यो भने भोलि रोक लागिहाल्छ। सहुलियतको चियामा मेरो हात पर्छ। चियाको चुस्केसँगै मेरो ध्यान बिहानको वार्तालापमा केन्द्रित हुन पुग्दछ। जीवनले सायद खाना खान मन नभएर कम खाएको होइन। नासुको जागिर, काठमाडौँको बसाई, खटीमा 150 घर भाडा, कति नै पुग्दो हो र 4 प्राणीको लागि। उसिना चामलै खाए पनि 4 जनालाई महिनामा 70 केजी लागिहाल्छ। तरकारी, नुन, तेल, मसला लाग्ने नै भयो। यो त महिनाको खर्च भयो। वार्षिक खर्चमा चाडपर्व, लुगाफाटो र आउना पाउना हिसाब गर्दा म त जीवनको घरको बजेटै बनाउन असमर्थ छु। कसरी चलाएका छन्? टेबलको 2 तर्फबाट आएको चियाको चुस्कीलाई चिर्दै म भन्छु, जीवन, तिमीले जागिर खाएको कति भयो होला? यस्तै 10 वर्ष। तिमीलाई थाहै छ, जब मेरो घरबाट पैसा आउन छोड्यो, मैले आफ्नो कलेजको पढाइलाई बाध्य भएर रोक्नु पर्यो। यिनै हाम्रो हाकिम उपसचिव, हाम्रै क्लासका साथी शिवनाथ शर्मा हुन्। उनका रुपैयाँ बलिया थिए। उच्च शिक्षा हासिल गरे। उनले जागिर खाएको 6 वर्ष त भयो। उनी मेरो हाकिम छन्। जागिरको दृष्टिकोणले उनी भन्दा म 4 वर्ष जेठो छु। दर्जाको दृष्टिकोणले म भन्दा उनी 2 तह बढी छन् र तलबको हिसाबले मेरो भन्दा 3 गुणा बढी छ। उही शिवनाथ, मैले भने। उनका बाउ काफी धनी थिए रे, राणाका पालामा डिट्ठा। पकना जोलमा घर हुने होइन? हो, उनै। जीवनले निराशापूर्वक जवाफ दिए। के गर्नु, उनको घरमा साथी भएर गएका थियौं। आजभोलि उनको नोकरको रूपमा बिजुलीको पैसा तिर्ने, टेलिफोनको पैसा तिर्ने र चाडबाडमा किनमेल गरिदिनुपर्छ। मैले जीवनलाई भने, आफ्नो साथी हाकिम भएका अड्डामा त झन् राम्रो हुनुपर्ने होइन र? जीवन भन्छन्, हाम्रो यस सरकारी अड्डाको परम्परा नै यस्तो छ कि हाकिमको हातमा नै कर्मचारीको जीवन हुन्छ। हाकिमलाई कुनै कर्मचारी मन परेन भने त्यसलाई सताउने अनेक नियम उपनियमको व्यवस्था छ। फेरि अर्कोतर्फ कुनै नियम उपनियम नभए पनि हाकिमले चाहेमा हाकिमको माथिको हाकिमको हवाला दिँदै हाकिमले पेल्ने परम्परा छ। त्यसैले यसभित्र सबै छिर्नै पर्छ, नछिरी थरै छैन। फेरि हाम्रो हाकिमले पनि माथिको हाकिमलाई रिजाउनु पर्छ। हाकिमले चाहेमा महिनौं दिनमा हाकिमलाई लखपति बनाउन सक्छन्। यो वास्तविकता हो। त्यही आशामा हामीले उनीलाई रिजाउनु पर्छ। यो हाम्रो परम्परा नै भइसकेको छ। जीवनसँग म धेरै कुरा सोध्न चाहेर पनि सोध्न सक्दिन। हाम्रो मित्रता कुनै कमी छैन, तर पनि म सोध्न सक्दिन। जीवनको वास्तविकतासँग त अब म धेरै टाढा छुइन। म उनको मुखबाट नै सुन्न पाए पूर्णता सम्झन्छु। उनी फाइल लिएर सचिवज्यू कहाँ जाने तर्खरमा छन्। यतिकैमा हामीतर्फ हेर्दै नहेरी शिवनाथ आफ्नो कोठामा प्रवेश गर्छन्। साथै जीवन पनि आफ्नो सलामी चढाउन कोठामा प्रवेश गर्छन्। केही क्षणमै जीवन कोठामा आई मलाई भन्छन्, म यो फाइलको काममा सचिवज्यू कहाँ जान्छु, तिमी तबसम्म शिवनाथजीसँग कुरा गर, म आइपुगिहाल्छु। जीवन चाँडै आउने आश्वासन दिँदै मसँग बिदा हुन्छन्। मलाई शिवनाथ भेट्ने कौतूहल जाग्छ। कृष्णबहादुरलाई बोलाई शिवनाथ कहाँ मेरो नामको स्लिप पुर्याउने संकेत गरे। मेरो अनुरोध अनुसार कृष्णबहादुरले स्लिप पुर्याए, तर शिवनाथले मलाई तुरन्त बोलाएनन्। एकैछिन बस्न भनी पठाए। कृष्णबहादुर प्रति मेरो ध्यान आकर्षित भयो। हाकिमको घण्टीको तालमा भित्र बाहिर गर्न सिपालु कृष्णबहादुरले जागिर खाएको 25 वर्ष भएछ। उनी जुन वखत जागिरे थिए, सायद शिवनाथले 12 खरी खारेका थिएनन् होला। सरकारी कार्यालयमा पिउन भन्दा मुनिको दर्जा त अवश्य छैन। यसैले कृष्णबहादुरले सुरुमै पिउनमा जागिर खाएको हुनुपर्छ र सायद पिउनबाट नै अवकाश पाउँछन्। यो कस्तो निजामती नियम हो। पिउनमा जागिरे हुन नेपाली लेखापढी चाहिन्छ, तर सिपाही र पुलिसमा भर्ती हुन भने अनिवार्य छैन। पुलिसमा सुरुमा कन्स्टेबलमा भर्ना भएको इन्सपेक्टर र एसपी हुन कुनै रोक छैन। सिपाहीमा भर्ती भएको पेन्सन पकाउँदा सुबेदार र लप्टन हुन सक्छन्, तर पिउनको नोकरी 25 वर्ष हुँदा उसको 1 तहसम्म नबढ्ने।
सुनेको थिएँ राणाको पालामा सिपाही र लेख्न जान्ने सिपाहीको वर्गीकरण गर्दै नौसिन्दा हुँदै बहिदार हुन्थे रे। उनी आफ्नो पदमा रमाएकै देखिन्छन्। कार्यालयमा पनि सबैभन्दा चाँडै उपस्थित हुन सक्छन्, सबैभन्दा पछिसम्म पनि उनी नै बस्छन्। नेपाली वेशभूषामा एक युवक कोठामा प्रवेश गर्छन्। यिनी यसै कार्यालयका शाखा अधिकृत हुन् भन्ने कुरा एउटा सुसज्जित टेबलमा गएर बसेपछि मैले निश्चय गरेँ। आफूले नचिनेको अनुहार भएको हुँदा उनीतर्फ म आकर्षित हुने आवश्यकता ठानिन। केही क्षणमा उनी शिवनाथको कोठामा प्रवेश गरे। शिवनाथले उनलाई अबेला भएको कारणको सोधाइको उत्तरमा भन्न लागे, जो म स्पष्ट सुन्न सक्दिन, सचिवज्यूको छोराको जवलाखेल सेन्ट जेभियर्स भिडवास। शाखा अधिकृत बाहिर कोठामा आउँछन्। शिवनाथको कोठाबाट बोलावटको विद्युत घण्टी बज्छ। घण्टीको आवाज नटुङ्गिँदै कृष्णबहादुर होत्तिएर कोठाभित्र पस्छन्। कोठाबाट बाहिर आए मलाई कोठाभित्र प्रवेश गर्ने संकेत गर्छन्। म कोठाभित्र प्रवेश गरी शिवनाथसँग हात मिलाई औपचारिकता पूरा गर्छु। शिवनाथले मसँग खुलेर बस्न सकिरहेका छैनन्। हुनसक्छ उनलाई आफ्नो पदको घमण्ड छ। मलाई लाग्छ उनले असजिलो महसुस गरिरहेका छन्। शिवनाथको आँखा टेबलको चारैतर्फ घुमिरहेछ, मानव केही हराएको वस्तुको खोजमा आँखा दौडिरहेछ। कोठामा छाएको मौनताको पर्दा खिच्दै मैले भने, शिवनाथजी, तपाईँ यहाँ हुनुहुन्छ भन्ने कुरा मलाई थाहै थिएन। कहिलेदेखि तपाईँ यहाँ? प्रमोसन भएदेखि करिब 1 वर्ष हुन लाग्यो। शिवनाथ बढी गम्भीर मुद्रामा उत्तर दिन्छन्। हामी दुईको कुराकानी नभएको पनि धेरै समय भइसकेको थियो। हिजो र आजको शिवनाथमा आकाश जमिनको अन्तर छ। औपचारिक कुराकानी टुङ्गिन लाग्दा पनि उनी राम्रो गरी मसँग खुल्न सकेका छैनन्। मैले जब विद्यार्थी जीवनका केही सम्झना फुकाउँदा उनमा केही स्पष्टता देखिन थाल्यो। मेरो बारेमा उनको सोधाइ विशेष थिएन। मैले खुला हृदयले आफ्नो अतीतका दिनहरूको बयान गरे। मेरो भविष्य सम्बन्धमा निश्चितता नभएको बेहोरा सुनाए। साथै शिवनाथलाई मैले सोधे, कुन कुन कार्यालयमा काम गर्नुभयो? अब कहीँ सर्व हुने विचार त छैन? लोकसेवाले यसै मन्त्रालयमा 6 वर्ष अगाडि खटाएको थियो। 1 वर्ष यसै मन्त्रालयमा काम गरे। त्यसपछि अन्तशुल्क कर कार्यालयमा 2 वर्ष काम गरे। अब पाए वीरगञ्ज या विराटनगर भन्सारमा जाने तर्खरमा छु। शिवनाथले आफ्नो कुरालाई पुष्टि दिँदै भने, यो मन्त्रालयमा बसेर के गर्नु? 10-5 बजाउने मात्र काम छ भनौँ भने पनि छैन, छैन भनौँ भने पनि 1-2 तलबाट आएको फाइल माथि फरवार्ड गर्ने, यति त हो। यही मन्त्रालयमा बसिरह्यो भने मानिसको मानसिक, शारीरिक र आर्थिक शक्ति क्षीण हुन्छ। म त चाहन्छु कुनै व्यस्त हुने कार्यालयमा जाउँ, हेरौँ के हुन्छ। शिवनाथको चित्तवृत्त सहजै बुझ्ने मौका पाएँ। म प्रति उसको सङ्कोच हराए जस्तो छ। सङ्कोच लिनुपर्ने अवस्था पनि त छैन। म एक साधारण नागरिक। मेरो अगाडि शिवनाथ जस्ताले आफ्नो गुणगान गाएर सुनाउँदा उनकै मूल्य बढ्छ। मैले पनि यही मौकामा कुरा थपेँ। 4 वर्षसम्मको अन्तशुल्क र कर कार्यालयको अनुभवले निश्चय पनि तपाईँलाई भन्सार कार्यालयमा काम गर्न योग्य तुल्याएको होला। यहाँ अनुभवको आधार कहाँ हेरिन्छ र? शिवनाथ आफ्नो बारेमा स्पष्टीकरण दिन्छ। लोकसेवाले यहाँ मलाई खटाउँदा कत्रो सोर्स लगाउनु पर्यो। मेरै बुबाले तालिम गरेका व्यक्ति लोकसेवामा रहेछन्। उनकहाँ बुबा आफै गई जसरी पनि अर्थ या परराष्ट्रमा पार्न कोसिस गर्दा पो म यहाँ सिफारिस भइआएँ। यहाँ आएर पनि मलाई 1 वर्षसम्म कुनै कामको जिम्मा दिएन। पछि बडो कोसिस गरी अन्तशुल्कमा गएँ। तब मात्र मेरो जिन्दगीको बाटो राम्रो गरी बन्यो। मैले मनमा नै विचार गरेँ, शिवनाथले अन्तशुल्क र करमा बस्दा मनक्कै पैसा कमाएको हुन सक्छ। अब फेरि भन्सारमा जाने ताकमा छन्। आर्थिक स्थिति बडो बलियो बनाउने तर्खरमा लागेका शिवनाथ पैसा नकमाइने अड्डा र पैसा नकमाइने मानिस बेकममा ठान्दा रहेछन्। उनको प्रस्तुतिकरणमा मेरो कुनै प्रतिक्रिया छैन। यसै सिलसिलामा मैले सोधेँ, तपाईँको तलब कति आउँछ? उपहासको मुस्कान दिँदै भने, कति भन्नु, चुरोटसम्म महिनाभरि पुग्छ। त्यही 400 चान्चुन हात पर्छ। घर बनाउन तेजारथ सापटी लिएको थिएँ। कट्टा भइहाल्छ। फेरि सञ्चय कोष कट्टी गर्दा त केही हात पर्दैन भने पनि हुन्छ। घर कहाँ बनाउनु भयो? ठमेलमा बनाएको छु। सरकारी सापटीको रकमले जग्गा किन्न पनि पुगेन। खुसीको लामो सास फेर्दै भने, 2 लाख जति आफूसँग थियो। एउटा सानो बङ्गला बनाए। घरको अंश केही लिन मैले त। छोरा भएर पैतृक सम्पत्तिको आश गर्नु राम्रो पनि त होइन। मैले उनको कुरामा जोड दिँदै भने, जे छ दुःख जिलो आफैले गर्नु बेस होइन र? शिवनाथको विचारको विपरीत मेरो विचार व्यक्त छैन। उनलाई अब एक कार किन्ने साह्रै ठुलो धोको बाँकी रहेछ। यति मात्र होइन, त्यसलाई प्रयोग गर्न सक्ने क्षमता हासिल गर्नमा पनि उनी निश्चित छन्। उनलाई उनको हाकिमप्रति पूर्ण विश्वास र भरोसा छ कि निकट भविष्यमै उनी भन्सारको हाकिम हुन जाँदैछन्। मैले सोधेँ, वीरगञ्ज र विराटनगर भन्सारमा कुन राम्रो छ? त्यस्तै हो दुवै। अझै विशेष वीरगञ्ज राम्रो छ, किनभने काठमाडौँको ढोका हो त्यो। ए, यसको मतलब त्यहाँ बढी राम्रो भए त्यहीँ जानुपर्छ।
म अझ उनको कुरालाई पुष्टि गर्छु। कर र अन्तशुल्कमा वसुन्जेल 24 घण्टा त्रासमा बाँच्नुपर्ने। भन्सारमा त माथिसम्म थाहा भएको कुरा हो, तलदेखि माथिसम्म दर्जा अनुसार भाग लगेर आउने कुरा कसलाई थाहा छैन र? कम बेसीसम्म मात्र हो। फेरि इच्छा लाग्यो भने अनुचित नै गरे पनि मालामाल। यो कुरा त राणाको पालादेखि चलिआएकै कुरा हो। अनुचित कार्य नगरिकनै आउने त उचित नै भयो। म उनको कुरालाई बढावा दिँदै भन्छु, कस्तो आम्दानी छ त्यहाँ? यही महिनाको 18,000 देखि 20 सम्म पुग्छ। अरू त के कुरा, जाबो कारिन्दो भैदारको भागमा 4,000 पर्छ। फेरि तलब बाँडेको भोलिपल्ट एकाउन्टेन्टले नै त्यो सलामी रकम बाँड्छ। यसले गर्दा कसैद्वारा छुपेको छैन, अनुचित रकम भन्न पनि नमिल्ने। त्यसैले मेरो पूर्ण कोसिस त्यसैमा छ। टेबलमा भएको टेलिफोनको घण्टीले हाम्रो कुरालाई रोकिदिन्छ। शिवनाथले हातको इसाराले एकछिन भन्दै आफ्नो हात टेलिफोनमा बढाउँछ। हेलो, हजुर, नमस्कार हजुर। टेलिफोनमा शिवनाथ बोल्दै जान्छन्। हजुर, मैले जीवनलाई भनेको थिएँ, त्यही फाइल लिएर आएका छन् हजुर। हजुर, उसको दिमागले भ्याउँदैन। म यहाँ सेक्सन अफिसर र जीवनलाई गर्न लगाइदिन्छु, पठाइबक्सियोस् हजुर। हजुर, नमस्कार हजुर। टेलिफोन राखेर मतिर हेर्छन् र भन्छन्, सचिवज्यूको कुरा कर्मचारी नबुझ्ने, कर्मचारीको कुरा सचिवज्यू नबुझ्ने, आफू परे बीचमा दुवैको मध्यस्थता गर्नुपर्ने। विषयवस्तुसँग आफू परिचित नभएको हुँदा केही नबोली उनको कुरामा सहमतिसम्म जनाए। यतिकैमा जीवन कोठामा प्रवेश गर्छन्। जीवन मलाई हेर्दै नहेरी टेबलको अर्को छेउ शिवनाथको कुर्सीको छेउमा गएर उभिए। फाइलको विषय सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गर्न लागे। यो फाइलमा सचिवज्यूले भने जस्तो गर्न आर्थिक नियमले दिँदैन। म कसरी आर्थिक नियम विपरीत लेखौं? सचिवज्यू भन्नुहुन्छ, नियम सियम सबै मिलाएर ल्याउनु। नियममा उहाँले भने जस्तो छैन। लौ विचार गर्नुहोस् हाकिम साहेब, ठेकाको काम सम्झौता अनुसार समाप्त भइसक्यो। पाउने रकम ठेकेदारले पाइसक्यो। अब यो नचाहिँदो दाबी कसरी श्री 5 को सरकारले स्वीकार गर्ने? 50-60 हजार भए एउटा कुरा, 80 लाखको दाबी, खै म त केही विचार गर्न सक्दिन। हामी त सानो कर्मचारी, जागिरको भरमा जीवन बचाउनु पर्छ। भोलि विप्रवि अथवा अख्तियार दुरुपयोगले छानबिन गर्यो भने के बुझाउने? लौ हाकिम साहेब, तपाईँ नै विचार गर्नुहोस्। खै फाइल ल्याउनुहोस्। शिवनाथ जीवनको हातबाट फाइल समात्दै फाइल पल्टाउन थाल्दछन् र भन्दछन्, सचिवज्यूले आज्ञा भएको कुरामा तपाईँ धेरै तर्क नगर्नुहोस्। तपाईँको गए सानो जागिर, सचिवज्यूको गए विचार गर्न सक्नुहुन्छ? उहाँले भनेपछि हामीले कुनै हालतमा पनि मिलाउन पर्छ। फेरि निर्णय गर्ने अधिकारी सचिवज्यू हो। सचिवज्यू त केवल एकै मन्त्रालयमा एकै फाइलको टिप्पणीमा राय नफाटोस् भन्नेसम्म चाहनुहुन्छ। आफै फस्ने काम उहाँ निश्चय पनि गर्नुहुन्न। फेरि फसे नै पनि उहाँलाई नेपालमा केही गर्न सक्ने कसैको तागत छैन। उहाँ कसको मान्छे तपाईलाई के थाहा? जे होस्, हामीले नुन खाएका छौं। उहाँको आज्ञा सिरोपर गरी काम गर्न पर्दछ। केही मिनटको फाइलको अध्ययनपछि शिवनाथजी भन्छन्, लौ लेख्ने बाटो पाइहाल्नुभयो, यस किसिमबाट लेख्नुहोस्। निर्माण यातायात मन्त्रालयले पनि दिनुपर्ने किसिमको राय दिएकै रहेछ। यसैको आधारमा सम्झौता अनुसार ठेकेदारले काम सक्नुपर्नेमा बढ्दै गएको महँगाई र नक्सा इस्टिमेट भन्दा केही बढी काम ठेकेदारले गर्नुपर्ने समेत ठेकेदारको मितिको पत्रबाट ज्ञात हुन आएको र सम्बन्धित मन्त्रालयको समेत दिनै पर्ने किसिमको राय भएको हुँदा आर्थिक नियममा उल्लेख नभएको परिस्थिति सृजना भएकोले हाल एक पटकलाई ठेकेदारको दाबी बमोजिम 80 लाख दिनुपर्ने देखिएकोले निकासाको लागि बेहोरा प्रस्तुत गर्दछु भनेर लेखिदिए भइहाल्छ। तपाईँ हाम्रो घर घरानाबाट जाने होइन, दिनेले दिन इच्छा गरेपछि तपाईँ हामीलाई के टाउको दुखाई जानुहोस्, आजै फाइल पेश गर्नुपर्छ। शिवनाथको सजिलो बयान जीवनको मस्तिष्कमा घुसेको छैन। जीवन फाइल समात्नसम्म पनि हिचकिचाएका छन्। शिवनाथको 2-3 पटकको आदेशपछि फाइल समाते। केही नबोली जीवन कोठाबाट बाहिर निस्कन्छन्। शिवनाथ हाँस्दै भन्छन्, जीवन हाम्रो सहपाठी हो, चिन्नु भएन? कस्तो कुरा नबुझ्ने, त्यसले त उसको उन्नति भएको छैन। जागिर खाएको 10 वर्ष भइसक्यो। टेलिफोनको घण्टी बज्दछ। शिवनाथ टेलिफोनमा बोल्न सुरु गर्छन्। हेलो, नमस्कार हजुर। हजुर, लगाइसके। हजुर हजुर हजुर, आजै पेश हुन्छ। हजुर हजुर, हस्, म आइहालेँ। नमस्कार हजुर। मतिर हेर्दै शिवनाथ भन्छन्, मलाई सचिवज्यू कहाँ जानु पर्यो? भोलि आउनुहोस् न, गफ गरौँला। अहिले म जाउँ कि? शिवनाथ र म कोठाबाट बाहिर निस्कियौं। शिवनाथ गए र म बाहिरको कोठामा अल्मलिए। जीवनले उनको टेबलको मेजमा बस्ने संकेत गरे। त्यही बसे। शाखा अधिकृतको नजरमा म नौलो भएको हुँदा जीवन र मेरो अनुहार बारम्बार हेरिरहन्थे। यसैबीच जीवनले मेरो परिचय शाखा अधिकृतलाई दिन्छन्। मलाई शाखा अधिकृतको मैले गरेको नमस्कार प्रत्युत्तर खुशी मुद्रामा नमस्कार फिर्ती गर्छन्। हाम्रो साधारण कुरा सुरु हुन थाल्दछ। उनी पनि नोकरीमा भर्खरै प्रवेश गरेका रहेछन्।
3 वर्ष मात्र भएको रहेछ। सरसर्ती हेर्दा साधारण पोसाक, कुनै तडक फडक छैन। मलाई लाग्छ यिनले जागिरको रस रङ्ग पाएका छैनन्। यिनी सुक्खा तलबमा आश्रित छन्। शाखा अधिकृतलाई सम्बोधन गर्दै जीवन भन्छन्, भन्नुहोस् हाकिम साहेब, यो फाइल कसरी बनाउने सचिवज्यूको अनुकूल? हेर्नुहोस् सुब्बा साहेब, तपाईँ जस्तो टिप्पणी लेख्नुहुन्छ, म त्यसैमा दस्तखत गरी माथि पठाउने हुँ। फेरि तपाईँलाई उपसचिवज्यूले भनिसक्नु भएको छ भने फेरि किन यस विषयमा वाद विवाद गरिरहने? जागिर खान मन छैन भने राजीनामा लेख्ने हो, खान मन छ भने भने जस्तो गर्ने हो। बिना चित्तमा समय बर्बाद गरेर केही फाइदा छैन। जीवन बोल्दै नबोली फाइल पल्टाई टिप्पणी ड्राफ्ट गर्न सुरु गर्न थाले। नगरेर पनि के गर्नु? जीवन नोकरीसँग जोरी खोज्न सक्दैन। जागिर छोडेर गर्ने पेसा उनको केही छैन। जीवनको लागि नायब सुब्बाको जागिर सिङ्गो जीवन हो। यस कोठाको गन्थन र समस्यासँग मलाई केही चाख छैन, किनकि यो मेरो विषय नै होइन र मेरो सुझबुझभित्र पस्न पनि सक्दैन। मलाई त केवल वर्तमानको जीवनसँग मात्र वास्ता छ। यसै प्रसङ्गमा मलाई शाखा अधिकृत कृष्ण गोपालजीसँग केही सोध्ने उत्सुकता बढ्छ। कृष्ण गोपालजीलाई सम्बोधन गर्दै म भन्छु, कृष्ण गोपालजी, जागिरी जीवन तपाईलाई कस्तो लाग्यो? मेरो प्रश्नले उनको अनुहारमा गम्भीरता छायो। उनले तत्काल उत्तर दिन सकेनन्। फेरि मलाई मेरो प्रश्न दोहोऱ्याउन आग्रह गरे र मैले प्रश्न दोहोऱ्याएँ। उनको अनुहारमा ज्वार भाटा पैदा भयो। उनले गम्भीर स्वरमा भने, बडो कठिन प्रश्न गर्नुभयो तपाईले। मैले हाँसेर भने, कुनै अप्ठ्यारो महसुस गर्नुभएको छ भने भइगयो। यसै कारणले जान्न चाहेको कि यदि रमाइलो रहेछ भने म पनि जागिर खाने तर्खर गरौँ भनेर, अरू विशेष केही होइन। कृष्ण गोपालजी भन्दछन्, कुनै अप्ठ्यारो त छैन मलाई, तर तपाईको 3 सेकेन्डको प्रश्नमा मेरो 3 घण्टाको उत्तर छ। यसैले मैले भन्न हिचकिचाएको, सरकारी उच्च ओहदामा तपाईका कोही नजिकका नातेदार छन् भने जागिर खानुहोस्, होइन भने कुकुरले नपाएको दुःख पाउनुहुन्छ। अर्को उपाय एउटा छ, यदि तपाईँ तेल बेसार खस्न सिपालु हुनुहुन्छ भने पनि हुन्छ। जीवन बिचैमा बोल्छन्, सोझै भनिदिनुहोस् न हाकिम साहेब, 3 च अर्थात् चाकडी, चुक्ली र चम्चागिरी। जीवनले व्यक्त गरेको 3 चको अर्थले ममा हाँसो फुट्यो। तीनैजना हाँस्न लाग्यौं। कोठाको वातावरण नै रमाइलो हुन लागेको थियो। जीवनको अनुहारमा गम्भीरता छायो। उनी उही ठेक्का सम्बन्धी फाइल केलाउँदैछन्। उनको अनुहारमा मेरो नजर पर्ने बित्तिकै स्थिति विषयमा मलाई सोच्न कर लाग्यो। कस्तो परिस्थितिमा जीवनका दिन गुज्रिरहेका रहेछन्। उनले यस्ता दिनहरू हजारौं बिताइसके। धन्य हो सहनशीलता र सहिष्णुताको लागि। मानिसले मौकाको पर्खाइमा कति कष्ट सहनु पर्दो रहेछ। अभावको दौडमा चलेको घरमा उनलाई के शान्ति मिलेको होला र? अनुचितताको कार्यतालिकामा चलेको कार्यालयमा उनलाई के आराम मिलेको होला? तथापि उनले नरमाएको कुनै संकेत दिँदैन, किनभने उनी नेपाली हुन्। गाउँ र शहरको हावामा सम्मिश्रण एक जीवन। जीवनलाई फाइल कोर्न बाध्य गराउने हाकिमहरूको मनोवृत्ति सम्बन्धमा खोज्ने र जान्ने कुनै अधिकार छैन उसलाई। उसको विवेकले सरकारी राजस्वको 80 लाख दिन चाहँदैन। विवश छ ऊ। नचाहेर पनि उसले लेख्नु छ, टिप्पणीको सुरुवात गर्नु छ। दैनिक 10 रुपियाँमा बिकेको जीवन। उसले सिङ्गो जीवनलाई बेचेको छ। जीवन फाइलमा आफ्नो काम समाप्त गरी शाखा अधिकृतको टेबलमा फाइल दिँदै भन्छन्, लौ माथि पठाउनुहोस्। जागिर जोगाए मैले त। कृष्ण गोपालजी फाइल पल्टाउँदै भन्छन्, यति गरे अनुसार अन्तशुल्क या कर कार्यालयमा जान पाइयो भने त बेसै भयो। कृष्ण गोपालको आशावादी वाक्यसँग सहमति जनाउँदै जीवन भन्छन्, कोसिस गर्नुहोस् हाकिम साहेब, सरुवा हुन भन्दा तपाईँ गर्नुहुन्न। तपाईँलाई बसी बसी कसले दिन आउँछ? त्यही नभयो के गर्नु जीवनजी? भनेको त हो नि। नहुने? तपाईँ हाम्रो कोही भएको भए यसरी थचिएर बस्नु पर्थ्यो? हेर्नुहोस् न हरिकान्त, भर्ना हुने बित्तिकै अन्तशुल्कको पनि डिस्टिलरी शाखामा खटिए। मोहर आफूले लगाउन पनि नपर्ने। घरमा बसी बसी महिनाको 25,000 बुझाउन पनि ल्याउने। अब उसले MA पास गर्यो भन्दा के को उदेक? हाल फेरि सप्तरीको मालपोत कार्यालयमा सरुवा भएको छ। केही नभए पनि वर्षको 5 लाख भित्राइहाल्छ। यही सरहका हामीलाई 1 छाक मिठो गरेर मासु भात त परै जाओस्, असनको तरकारी खानसम्म रहर छ। जीवन भन्छन्, तिनी त हाम्रा मन्त्रीजीका भान्जा भए, छाडिदिउँ। शिवबहादुरकै कुरा गरौँ न। स्थानीय विकास विभागमा खर्दार छँदा कुन गति थियो? फेरि जिल्ला कार्यालयमा अस्थायी नासुमा काम गर्दा पनि त्यति केही देखिएको थिएन। जब यहाँ आएर भन्सारमा 6 महिना बसेको थियो। हेर्नुहोस् उसको बिल्डिङ। अब उसले किन जागिर खान पर्यो? घरको बहाल मात्रले तपाईँ जस्तो 7 हाकिम खाने भयो। हुन त मसान कुरेपछि मुर्दा पक्कै फेला पर्छ। हेर्दै जाउँ, हामी लाटाका खुट्टा पनि त बाटोमा पर्ला नि। कृष्ण गोपाल र जीवनको बीचको कुरामा मैले प्रतिक्रिया जनाइन, किनभने यस्ता कुराकानी उनीहरूको दैनिक तालिकाभित्र पर्छ। कृष्णबहादुर आफ्नो ड्युटीमा सतर्क छन्।
हाकिम साहेबलाई चिया लाउन सोधेकोमा सकारात्मक संकेत पठाउँछन्। तुरुन्तै 3 कप गरम गरम चिया टेबलमा आइपुग्छ। चिया पिउँदै कृष्णगोपाल भन्छन्, जीवनजी म आज चाँडै जान्छु, अलि सस्तो डेरा बानेश्वरतर्फ छ अरे, हेर्न जानु छ। कसैले सोधे, अफिसकै कामले गएको छ भनिदिनुहोला। यो फाइल सचिवज्यूको कोठामा लगिदिनुहोस्। कृष्णगोपाल कोठाबाट बाहिर निस्कन्छन्। कोठामा जीवन र म मात्र छु। जीवन आफ्नो बारेमा मसँग केही भन्न लागेको जस्तो अनुहारमा फाइल वल्टाइ पल्टाइ गरिरहेका छन्। उनले केही बोल्न सकेका हुँदैनन्। मैले बीचैमा छेडिदिए, जीवन, घरमा बच्चाहरू र भाउजूलाई सन्चै छ? ठिकै छ, बच्चाहरू कहिले स्वस्थ कहिले अस्वस्थ यस्तै छ। बच्चाहरू स्कुलमा राख्ने बेला भयो होइन? मैले सुस्तसँग कुरा उब्काएँ। बेला त भइसक्यो, तर सम्हालिँदै उनले भने, आगे साल राख्ने विचारमा छु। जीवन अझै मसँग लुकाउन खोज्छन् आफ्नो वास्तविक जीवन। यो नेपाली समाजको यस्तै मनोवृत्ति छ, जस्तै दुःख परे पनि नआत्तिने, इज्जतको त्रास, कसैले आफ्नो वास्तविकता थाहा नपाओस् भन्ने धारणा, यो कहिलेसम्म टिक्न सक्छ? जीवन मेरो बारेमा धेरै धेरै प्रश्नहरू अगाडि ल्याउँछन्। म आफ्नै किसिमबाट उत्तर दिँदै जान्छु। जीवन मेरो बयानमा सन्तुष्ट हुँदैनन्। विशेष कारणवश म जीवनलाई भेट्न आएको होइन। मेरो उत्सुकताले तानेर ल्याएको कुरा म भन्न सक्दिनँ। तैपनि साथीभाइको विषयमा कुरा सुरु भएपछि उनी शङ्कारहित भए। उनलाई सचिवज्यू कहाँ फाइल लिएर जानु छ, त्यसैले छोटकरीमा कुरासम्म टुङ्गाई मलाई केही बेर त्यहीँ बस्न भनी जीवन निस्किए। कोठामा म एक्लै छु। मेरो नजर कृष्णबहादुरको खोजीमा छ। केही बेरपछि कृष्णबहादुर कोठामा पस्छन्। मैले उनलाई रोक्ने विचारले कुरा निकालिहालेँ र भने, कृष्णबहादुरजी, तपाईँ चिया बडो राम्रो बनाउनु हुँदो रहेछ। के राम्रो हुन्थ्यो र? मेरो नजिकै आई लजाए जस्तो गरी भने, होटेलको जस्तो बनाउन कहाँ जान्नु, हाकिम साहेब चिया नै नराम्रो भयो भनेर गाली गरिरहनुहुन्छ। त्यो भन्न त हाकिमका बानी हो। मैले भने, साँच्चै राम्रो छ। कृष्णबहादुरको अनुहारमा खुसी छायो। उनी मसँग केही भन्न र सोध्न खोजे जस्तो गरी यताउता हेर्न लागे। मैले नजिकैको मेजमा बस्ने आग्रह गरेँ। मेज अलि पर सारी। मेजको एक छेउमा टुसुक्क बसेर भने, हजुर, आज दिनभरि बस्नुभयो। फेरि ठुला साना सबै हाकिमलाई चिन्नु भएको रहेछ। बिहान त सुब्बा साहेबलाई मात्र खोज्नुहुन्थ्यो। मैले आफ्नो टाउको मात्र हल्लाई उनलाई सकारात्मक जवाफ दिएँ र भने, कृष्णबहादुरजी, तपाईँले 25 वर्षसम्म यही कोठामा मात्र काम गर्नुभयो? मेरो प्रश्नले उनलाई हाँसो फुट्यो। केही सम्हालिएर उनले भने, के हुन्थ्यो यही कोठामा मात्रै? यो कोठामा त 3 वर्ष भयो। यही पिउन भएर मैले धेरै अड्डामा काम गरेको छु। कतिवटा मन्त्रीको कोठामा पनि बसे। 4 मन्त्रालयको काम गरिसके अहिलेसम्म। अब त कति गर्नुपर्ने हो? तपाईँको तलब कति छ नि? सुरुमा अस्थायी जागिर खाइयो, पछि स्थायी भएपछि जम्मा भएको ग्रेड समेतले गर्दा अझै 200 पुगेको छैन। 4 वर्षपछि 200 पुग्ला। घर कहाँ नि? दहचौक। यहाँबाट कसिएर हिँड्दा तपाईँलाई 3 घण्टा, हामीलाई 2 घण्टा लाग्छ। अहो, त्यति टाढादेखि दैनिक आउनुहुन्छ? नआए के गर्नु? हामी हाकिम होइन? किन हाकिम भए आउनु पर्दैन र? आए पनि उनको खुस, नआए पनि उनको खुस। घरसम्म मोटर लिन जाँदा त 11-9 बजी आइपुग्दैनन्। फेरि हाजिर बजाएर पछि पुगिहाल्छन्। साना कर्मचारीलाई छड्के लाग्छ, उनलाई लाग्दैन। कृष्णबहादुरका रमाइला कुरामा म आफै हराउँदै जान्छु। 25 वर्षसम्म विभिन्न सरकारी कार्यालय र हाकिम छामेका कृष्णबहादुर निश्चय पनि भुक्तभोगी भइसकेको मलाई अनुभव हुन्छ। उनको भनाइमा स्पष्टता छ। धेरै बुझिसकेको कारणले धक र डर हराएको छ उनमा। सायद उनको हाकिमको अभावमा उनले आफूलाई स्वतन्त्र महसुस गरेका हुन सक्छन्। कृष्णबहादुरजी, तपाईँलाई तलबले खान पुग्छ? म मुख्य प्रश्न फुकाउँछु। मतर्फ फरक्क फर्केर कृष्णबहादुर नमिठो हाँसोमा भन्छन्, तपाईँले बुझ पचाएर सोध्नु भएको यस्तो कुरा? कृष्णबहादुरको अर्थ, म एउटा सिङ्गो शरीर मात्र त होइन, मसँग सम्बन्धित मेरा जहान छोराछोरी पनि त छन्। बरु यसरी सोध्नुहोस्, तपाईँको तलबले घरको नुन तेलसम्म त चल्छ? कृष्णबहादुरको तीक्ष्ण दिमाग देखेर म केही क्षण रणभुल्नमा परे। मेरो एक प्रश्नको अनेक उत्तर पाउँदा तुरुन्त मैले प्रश्न गर्ने हिम्मत गर्न सकिनँ। मैले आश्चर्य अनुहारमा उनलाई हेर्दै गएँ। फेरि कुराकानीको विषयवस्तु बदल्दै मैले भने, यति लामो अवधिसम्म जागिर खानु भएको तपाईँले नेपालका ठुला ठुला मानिस पनि त चिन्नु भएको होला। किन नचिन्नु? मन्त्री, सचिव, डाइरेक्टर, हाकिम कति हो कति चाकरी गर्यो, किन नचिन्नु? बेसरी चिनिन्छ। एकछिन मौन रही कृष्णबहादुर भन्दै जान्छन्, हामी गरिबको लागि कोही चिनेर पनि काम छैन। आफ्नो दुःख आफूसँगै छ। धेरै हाकिमहरूको गुहे हामीलाई थाहा छ। त्यही फुस्काउलान् भनेर अफिस छोडेपछि पनि भेट भएपछि कृष्णबहादुर अझै जागिरमै छौ? कहाँ छौ? लौ चिया खाऊ भनेर एउटा रुपैयाँ फालिदिन्छन्। उनी फेरि भन्दै जान्छन्, यो हातले कति हाकिमको स्वागत गरियो। अड्डाको चालामाला बुझ्न सुरुमा कृष्णबहादुर सिवाय हाकिमको मुखमा अरू केही हुँदैन।
जब बुझेर अलि सप्रन थाल्छन्, घण्टी लगाउन बिर्सेर घण्टी सुनिनस् भनी उल्टै झपार्न थाल्छन्। पछि त मैले उनका मनको कुरा बुझेर काम गर्नु पर्दछ। के तपाईले हाकिमलाई अफिसको चालामाला बुझाउनु पर्छ? नजानिदो स्वरमा मैले भने। सबैले कहाँ जानेर आएका हुँदा रहेछन् र। अर्को कुरा, एउटा हाकिमले गरेको व्यवहार अर्कोलाई नसुहाउँदो रहेछ। नयाँ हाकिमलाई महिनौं दिनसम्म त मैले भन्नुपर्छ, फाइल यहाँ छ, फलानाको घर यहाँ छ, फलानाले फलानासँग यसरी भेट्छन्। साविक हाकिमसँग सम्पर्क भइरहेको व्यक्ति यी हुन्। यस्तै त हुने। नमोटाउन्जेल मानिसको व्यवहार एउटा हुन्छ, मोटाइसकेपछि अर्कै हुन्छ। भाग्यलाई दोष दिई चित्त बुझाउने कृष्णबहादुर आफ्नो काममा त्यति असन्तुष्ट देखिँदैनन्। कसैले पैसा कमाई अत्यन्त धनी भएकोमा पनि उनलाई कुनै ईर्ष्या छैन। काम अनुसारको तलब नभएकोमा असन्तुष्टि व्यक्त गरे पनि उनीसँग पूर्तिको उपाय शून्य छ। त्यसैले उनी सन्तुष्ट नै देखिन्छन्। यो हाम्रो नेपाली समाजको गुण भन्नु या दोष? कृष्णबहादुरलाई कुन कार्यालयमा कति कमाइन्छ त्यो थाहा छैन, तर कुन हाकिमले कति कमाए निश्चित रूपमा उनलाई थाहा छ। हाकिमको पुरानो घर वा डेरा उनलाई थाहा छ, साथै नयाँ घरको चोटाकोठा पनि उनले गरिसकेका छन्। हाकिम हुन दैवी शक्तिको आवश्यकता हुन्छ भन्नेमा उनी पूर्ण विश्वस्त छन्। त्यसैले प्रत्येक उनका हाकिमलाई ईश्वरीय शक्तिको रूपमा उनले मानिआएका छन्। उनलाई कहिलेकाहीँ साधारण रोगले सताएको बेलामा हाकिमले हकाउँदा रोग भागेको 1-2 घटना मलाई सुनाउँछन्। 15 दिनसम्म एक दाना अन्न मुखमा नहाली दैनिक 4 घण्टाको घोडे दौड गर्दै अफिस धाई जागिर जोगाई राखेको घटना सुनाउँछन्। छोरीको बिहेमा रुपैयाँको अभावमा भोग्नु परेको दुःख र छोरीको घर नभएर माइतै राख्नुपर्ने जस्ता दुःखपूर्ण घटना बोकेको कृष्णबहादुर पाएमा हाकिमे पद चलाउन सक्ने बेहोरा मलाई सुनाउँछन्। पिउन दर्जामा काम गरिरहेको कृष्णबहादुर आफ्नो अनुभवको आधारमा हाकिमी चलाउन सक्ने अठोट व्यक्त गर्दा म आश्चर्यमा पर्दछु। उनको साधारण हिसाब किताब छ। कुरा गर्ने, साधारण नेपाली लेख पढी गर्ने र सही छाप गर्ने त हो। मुख्य काम खर्दार र सुब्बाले सकिहाल्दछन्, बाँकी रह्यो सही छाप। यसै सिलसिलामा उनले भने, जिम्मेवारी कसैको छँदै छैन। काम बिग्रियो भने माथिबाट भएको भनी थोपडिदिन्छन्। कहाँ माथि, कति माथि, माथिको टुङ्गो छैन। त्यति भनेर फुर्सद पाइरहेका हाकिम मैले पनि देखेको छु। भन्नुहोस् त, यस्तो भन्न पाए मैले हाकिमै चलाउँदिन? कृष्णबहादुर आफ्नो होस सम्हाल्दै भन्छन्, हुन त आफूलाई यो कुरा आकाशको फल आँखातारी मर भने जस्तै हो। आफ्नो त जातै पिउन्। बाबुआमाले जन्माउँदा जुनसुकै जात दिए पनि परिस्थितिले आफ्नो जात कायम गरिदिएको छ। 25औं वर्ष त कृष्णबहादुर पिउन भनेर भनाइयो भने अब कति नै बाँचिन्छ र? यसलाई हेला गर्नु। फेरि हाम्रो शास्त्रले भनेको छ, जो आफ्नो छ त्यसलाई हेला नगर्नु। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो उपन्यास कालो सूर्यको पहिलो अंश। उपन्यासकार भरत जङ्गम। तपाईलाई कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भोलिको भिडियोमा बाँकी अंश लिएर आउनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।